Saw you in the hall today. Heart skipped a beat right away. Your smile lights up the gray. Can't help but feel this way. When you look my way, I freeze. Butterflies and shaky knees. You're the song I wanna please. In your eyes I find my peace. In your eyes I'm floating high. व्हाट्सअप पिपुल, अहिले चाहिँ म कहाँ छु भने गुफा बादल भन्ने ठाउँमा छु। हाम्रो यो नेपाल इन्डियाको बोर्डरमा पर्छ अनि हामी छौँ आज प्यासेन्जरहरू अनि यता घुम्न आइहाल्यो टोली भएर भिकलदेखि पशुपतिनगरदेखि चाहिँ 10 किलोमिटर तल नेपाली इन्डियाको बाटो हुँदै फेरि नेपालमै छिर्ने हो। सो आज कन्टेन्ट तपाईँले टपिक चाहिँ हेरिसक्नुभयो होला होइन। टपिकमा के भनेको छ भने हाम्रो क्लर्कसिप अथवा अब्जर्भरसिप अथवा रोटेसनको लागि चाहिँ हाम्रो यो कुरा भइरहेछ है ल। अनि कसले अर्गनाइज गर्दैछ यो भनेको चाहिँ हाम्रो धनयोगा फाउन्डेसन भन्नेले अर्गनाइज गरिरहेको छ। अब तपाईँ हामी यस्तो यसमा एक्सपिरियन्सले त यो एकदम चाहिने नै कुरा हो। प्लस अरू पनि हाम्रो के भन्छ जसलाई पनि एक्सपोजर चाहिएको छ एक्सपिरियन्स चाहिएको छ डायबिटिज मेलिटस रिलेटेडको लागि, त्यसको लागि चाहिँ एकदम बेस्ट हो। सो कहाँ आउँदैछ त्यो? कहाँ आउँदैछ भन्दा चाहिँ दुईवटा लोकेसनमा दुईवटा देशमा आउँदैछ, युएस र नेपाल। नेपालमा चाहिँ हाम्रो वीर हस्पिटल अनि दीपिका धरमा आउँदैछ। युएसमा भनेको चाहिँ हाम्रो हार्वर्डमा एसोसिएटेड हाम्रो क्लिनिकमा आउँदैछ अनि बे स्टेट हस्पिटल अनि हाम्रो चाहिँ बोस्टन मेडिकल सेन्टर त्यति लेख्नु भएको छ वेबसाइटमा। सो तपाईँले अरू कुरा हेर्न चाहनुहुन्छ भने अझै पनि वेबसाइटमा भेट्न सकिन्छ। अनि हाम्रो ड्युरेसन भनेको चाहिँ लगभग 3 मन्थ्सको ड्युरेसन छ यसमा चाहिँ। 3 मन्थ्स ड्युरेसन भनेपछि 1 मन्थ चाहिँ हाम्रो युएसमै हुनेवाला छ यसको क्लर्कसिप नै हो। यो चाहिँ अब्जर्भरसिप चाहिँ होइन, भनेपछि हामीले सर्टिफिकेसन नै पाइन्छ प्लस एक्सपोजर हुन्छ, ह्यान्ड्स अन क्लिनिकल एक्सपिरियन्स नै हो है यो चाहिँ। अनि युएसमा 4 विक्स, नेपालमा चाहिँ 4 विक्स, 2 विक्स बिपिकेजस, 2 विक्स इन वीर हस्पिटल नाममा चाहिँ। त्यसपछि 4 विक्स भनेको चाहिँ भर्चुअल यो अनलाइन चाहिँ ट्रेनिङ सेसन हुन्छ। अनि कस्तो मान्छेले एप्लाई गर्नु त भनेपछि एमबिबिएस डिग्री भएको अनि लाइसेन्स भएको डक्टरले एप्लाई गर्न सक्नुहुन्छ। अनि मिनिमम 2 इयर्स एक्सपिरियन्समा चाहिँ भन्नुभएको छ वेबसाइटमा चाहिँ होइन। तर एमडी डिएम गरेकोलाई पनि मजाले गर्न मिलो। अनि जसलाई पनि हाम्रो यो डायबिटिज मेलिटस रिलेटेड चाहिँ एक्सपोजर चाहिएको छ, एक्सपिरियन्स चाहिएको छ, उहाँले चाहिँ मजाले यसमा चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। लाइसेन्स चाहिँ भन्नु पऱ्यो है, मेन चाहिँ त्यो छ क्राइटेरिया चाहिँ। अनि यसको डेडलाइन चाहिँ हाम्रो May 7 सम्म छ है। May 7 आइसक्यो, आज चाहिँ May 2 हो कि 1 हो 2 हो सायद। सो त्यो हिसाबले चाहिँ एप्लाई गर्न मिल्छ। अब एप्लाई चाहिँ गर्दा के चाहियो त? सिभी होइन, लेटर अफ इन्ट्रेस्ट अनि एप्लिकेसन फर्म चाहिँ छ। एप्लिकेसन फर्म चाहिँ 6000 रुपिसको चाहिँ त्यो पनि गर्नुपर्ने हुन्छ। अब यसमा चाहिँ अनि यसको ओभरअल एक्सपेन्सेस कति छ भन्दा चाहिँ लगभग $5000 USD भन्नुभएको छ भन्दा चाहिँ। तर त्यति त हामी म्याक्सिममले तिर्न चाहिँ अप्ठ्यारै हुन्छ, सकिँदैन, धेरै हुन्छ, एक्सपेन्सिभ हुन्छ। यसमा चाहिँ स्कलरसिप पनि एभाइलेबल भन्नुभएको छ उहाँले। 100% अप टु 90%, 50 to 60% चाहिँ दिने, अनि जसै पनि भए पनि एक्सपोजर चाहिँ गराउने भन्ने चाहिँ प्लान छ उहाँहरूको। सो उहाँहरू भन्नाले को त अब यहाँ उहाँहरू भन्दा धनयोगा फाउन्डेसनसँग एसोसिएटेड हाम्रो डक्टर सरहरू हुनुहुन्छ। नाम लिनुपर्दा चाहिँ हाम्रो सचिन मास्के सर हुनुहुन्छ, डक्टर रोमिन मास्के हुनुहुन्छ बिपिकेसबाट, डक्टर राजु पन्त हुनुहुन्छ, अनि हाम्रो डक्टर प्रतिम हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ है त। सो अब बाँकी के रह्यो मैले भन्नु यसमा चाहिँ कसको लागि अलिक बढी बेनिफिट होला भन्दा चाहिँ बेनिफिट जसलाई एक्सपोजर चाहिन्छ सबैलाई हुन्छ। तर स्पेसली हामी यस्तो मैले पनि एप्लाई गरिसकेको छु। युएसएमएल एक्सपिरियन्सलाई चाहिँ एकदम हेल्पफुल, किनकि क्लर्कसिप भएपछि एक्सपोजर पाइन्छ, ह्यान्ड्स अन एक्सपिरियन्स भएपछि हाम्रो चाहिँ सिभीमा चाहिँ अलिकति स्ट्रङ पोइन्ट हुन्छ, त्यसको लागि छ। सो इन्टेक कहिले त? इन्टेक भनेपछि हाम्रो सेप्टेम्बर 2025देखि उहाँको फर्स्ट इन्टेक छ होइन। अनि उहाँले चाहिँ अहिले चाहिँ फर्स्ट सेसनमा चाहिँ 10 जनालाई मात्र चाहिँ लिने भन्नुभएको छ। अनि जसले एप्लाई गर्छ उहाँलाई इन्टरभ्यू बोलाउनुहुन्छ, इन्टरभ्यू बोलाएपछि इन्टरभ्यूबाट सेलेक्सन गर्ने प्लान गर्नुभएको छ। अनि त्यसपछि अब यो उहाँहरूको प्लान चाहिँ अहिले मात्र एउटा यही सेसन मात्र सीमित गरेर राख्ने चाहिँ छैन, किनकि यसलाई चाहिँ अझै पनि नेक्स्ट सेसन भनेको फेब्रुअरीमा पनि अर्को सेसन राख्ने भन्नुभएको छ। सो जसले यो साइकल एप्लाई गर्ने प्लान गर्नुभएको छ अथवा नेक्स्ट साइकल एप्लाई गर्ने प्लान गर्नुभएको छ उहाँलाई पनि एकदम हेल्पफुल हुनसक्छ। सो इट्स मोर अबाउट एक्सपोजर, जसले चाहिँ डायबिटिज रिलेटेड चाहिँ एक्सपोजर पाएर पछि नेपालमै आएर पनि काम गरेर अनि हेल्प गर्न सक्नुहुन्छ, सर्भिस दिन सक्नुहुन्छ, उहाँहरूको लागि चाहिँ एकदम बेनिफिसियल हो। सो द्याट्स इट फर नाउ। थ्याङ्क यू हाम्रो सिनियर डक्टर्सहरू जसले चाहिँ यो अर्गनाइज गरेर एउटा अपर्च्युनिटी दिनुभयो। किनकि यसरी चाहिँ नेपाल र युएस कोलाबोरेसन गरेर चाहिँ हाम्रो के भन्छ क्लर्कसिप गराउन लागेको चाहिँ मैले फर्स्ट टाइमै देखेँ है, किनकि पहिला चाहिँ देखेको छैन। अब क्लर्कसिप गर्न चाहिँ हामी कि त नेपालमा बसेर एप्लाई गर्छौँ होइन, उताको डक्टरसँग कन्ट्याक्ट गरेर गर्छौँ अथवा कलेजले नै वेबसाइटमा एप्लाई गरेर हुन्छ, त्यसरी गर्ने गर्छौँ।
अनि वी अल नो कि कति इम्पोर्टेन्ट छ क्लर्कसिप चाहिँ हाम्रो लागि सो मेरो चाहिँ अहिलेको त यही हो अब तपाईँले एप्लाई गरिहाल्नुहोस् हेर्नुहोस् अनि ढिलो चाँडो पालो आउँछ जस्तो लाग्छ मलाई चाहिँ सो आफ्नो लागि बेनिफिट हुन्छ क्लर्कसिप इज भेरी हेल्पफुल फर अस द्याट्स इट गाइज थ्याङ्क यू लोकेसन चाहिँ एकदम दामी छ हाम्रो आजको Hovering moments like a dream. You and me, we're quite the team. And in this love, a perfect scheme. Together, we're the perfect theme.